नेभर गिभ अप भन्नु त हामी हार खाँदैनौँ किनभने परमेश्वर वचनले भन्छ तिमी विजेता होइन विजेता भन्दा पनि माथि हो तिमीले क्रिस्मा अलरेडी जितेका छौ यो विश्वास राखेर ढिट भएर अगाडि बढ्ने शत्रुलाई लागोस् क्या यो प्रति गरेको मेरो परिश्रम व्यर्थ भयो आरोस् क्या उसलाई ढिट बन्नु क्या जसुकै होस् क्या परमेश्वरको पछ्याउन नछोड्नु न विश्वास गर्न नछोड्नु न उत्तर दिए पनि नदिने पुकार गर्न नछोड्नु न उत्तर आउँछ परिवर्तन आउँछ छुटकारा आउँछ परमेश्वरले तपाईलाई शक्तिशाली गवाईमा फर्काएर अर्को पुस्ताको लागि आशाको कुरा बोल्ने बनाउनुहुन्छ तर तपाईँ ढिट भएर लागि पर्नुपर्छ हिजो त्यस्तो थियो उहिले त्यस्तो थियो त्यो उहिलेको लागि सक्यो आज बनेर आज तपाईँले गर्नु न भोलि त्यसले तपाईँलाई त्यहाँ स्थापित गर्छ अघिल्लो भन्दा पछिल्लो महिमा बढ्ता हुन्छ तर परमेश्वरको अनुग्रह चाहिन्छ सबै कुराको लागि परमेश्वरको अनुग्रह चाहियो भने बाँकी जीवनको लागि परमेश्वरको अनुग्रह चाहिन्छ अनुग्रह गर्ने काम परमेश्वरको विश्वास गर्ने काम मेरो तपाईलाई परमेश्वरले अनुग्रहद्वारा बचाउनु भयो अनुग्रहद्वारा उहाँले तपाईलाई क्वालिफाइड बनाउनु भयो हिजो तपाईँ काम नलाग्ने मान्छे माथिमा सबैभन्दा रड्डी मान्छे हो तर क्रिस्टको रगतले किनेर तपाईलाई अनमोल बनाउनु भएको छ पवित्र धोएर पवित्र पारेको सबैभन्दा उत्कृष्ट मान्छे तपाईँ हो ल सबैलाई वचनमा स्वागत गर्न चाहन्छु आज फेरि हामी परमेश्वरको वचन शक्तिशाली वचन सिक्दैछौँ लाइफमा गल्ती भागै गरेमा के गर्ने हामी यो टपिकमा सिक्दैछौँ 1 पत्रुस 1:16 भन्छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु आमेन प्रभु यीशुले के भन्नुहुन्छ प्रभुले के डिमान्ड गर्नु के कुरालाई सम्झना दिलाउनु हुँदैछ र बाइबलले भन्छ हामी पवित्र जाति हो हाम्रो जात एउटै छ हालेलुया त्यसो हुँदा प्रभुले भन्नुभयो पवित्र जाति भनेपछि हाम्रो बाउ के हो पवित्र हुनुहुन्छ त्यसैले हामी छोराछोरी पनि पवित्र छौँ हाम्रो आत्मामा हामी पवित्र छौँ आमेन अनि प्रभु यीशुले भन्नुभयो पवित्र जाति म पवित्र छु अनि तिमीहरू पनि पवित्र हौ त्यसो भए तपाईँ जो हो त्यही हुनु पर्यो तर धेरैचोटि जो हो त्यो हुन सकिरहेको हुँदैन अनि यो कुराले हामीलाई पीडित बनाएको हुन्छ के बनाएको हुन्छ पावलले त्यही भन्छ म जे गर्नु चाहन्न त्यही मेरो जीवनबाट भएको छ म जे गर्न चाहन्छु त्यो मेरो जीवनबाट हजुर म गर्नै सक्दिनँ अनि प्रभुलाई अति भएर पावलले के भन्छ भने प्रभु यो मैले होइन क्या ऊ त पापले गरेको भन्छ कसले अरे त्यसलाई नै मार्नु भन्छ हामी पनि यो फेजमा विशेष जवानहरू अनि जवानदेखि बुढोलाई पनि छोड्दैन यसले विभिन्न सोचहरूले नराम्रो सोचहरूले हामीलाई बार दुःख दिइरहेको हुन्छ कुबलो चिताउनेदेखि लिएर नेगेटिभ सोचदेखि लिएर विभिन्न कुराहरूले हामीलाई हाई बनाएको हुन्छ कस्तो अरे हाई र भनेको के खुइ बनाइरहेको हुन्छ अनि पावलले त्यही भन्छ खुइय गर्छ अनि त्यसपछि भन्छ अब योबाट म कसरी चाहिँ मुक्त हुने होला मुक्त त हुनु पर्यो छुटकारा त पाउनु पर्यो पवित्र जाति भएपछि त केटा जस्तै भएर देखिनु पर्यो होइन कसरी चाहिँ हुनसक्छ त भन्ने कुराहरूको खोज गर्दै गर्दा उसँग एन्सर छ त्यहाँ एउटा एन्सर छ हाम्रो जीवनमा नि यही फेजमा भएर हामी जान्छौँ तर बाइबलले भन्छ डोन्ट वरी के भन्छ निराश हुनु पर्दैन चिन्ता लिनु पर्दैन हरेस खानु पर्दैन हालेलुया त्यहाँ आशा छ के छ हालेलुया त्यसो हुँदा लाइफमा गल्ती भागै गरेमा के गर्ने हजुर झन् धेरै परमेश्वरको उपस्थितिमा गएकै गर्ने के गर्ने अरे प्रभुलाई पुकारे गर्ने तपाईँले आफ्नो दायित्व पुरा गरिबस्ने रिजल्ट आओस् कि नहोस् बाँकी परमेश्वरले सम्हाल्नुहुन्छ आमेन हामी युद्धको मान्छे के को मान्छे युद्धमा के हुन्छ लडाइँ हुन्छ हामी युद्धको मान्छे भनेपछि अब दुईटा कुरा हुन्छ युद्धको मान्छेले दुईटा कुरा गर्नु पर्यो भाग्नु पर्यो कि चाहिँ भिड्नु पर्यो हामी युद्धमा छौँ संसारमा हुन्जेल एकमुठी सास हुन्जेल भन्छ नि यो आत्मा परमेश्वरले नलिउन्जेलसम्म सुन्नुहोस् यो
पापसँग सङ्घर्ष भन्ने शीर्षक छ त्यहाँनिर। तपाईँले रोमी 7 को 7:25 हेर्नु भने पापसँग सङ्घर्ष पावलले पनि गरेको छ। अनि भन्छ यो चाहिँ चलिरहन्छ मृत्युसम्म, तर युद्ध चाहिँ अन्तिमसम्मै लड्नुपर्छ। एउटा युद्ध जित्यो सक्यो होइन, युद्ध अर्को। एभ्री न्यू लेभल विल गेट न्यू डेभिल भन्छ। एउटा सक्यो अर्को स्थानमा शान्तिको साथ फेर्नु, त्यहाँ झन् खतरा भूत बसिरहेको हुन्छ अरे, झन् खतरा परीक्षा बसिरहेको हुन्छ अरे। त्यसलाई पनि जित्दै 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 जानुपर्छ। जित्नेलाई पुरस्कृत छ, हार्नेलाई के छ? हार्नेलाई पनि पुरस्कार छ। सिक्नु पर्यो, अगाडि बढ्नु पर्यो। एउटा चाहिँ सकिन्छ, एउटा चाहिँ सिकेर अगाडि बढ्छ। हालेलुया। त्यसो हुँदाखेरि अब भाग्ने एउटा विकल्प, अर्को चाहिँ भिड्ने एउटा विकल्प। भाग्ने भने हेलो जवानहरू, विश्वासीहरू अनि यो वचन सबैको लागि। तपाईँ भागेर चाहिँ कहाँ जाने? भागेर चाहिँ कहाँ जाने? अनि कहिलेसम्म भाग्ने? भागेर कहाँ जाने? भागेर डर छ? छैन। भागेर कहाँ जाने? अन्त्यमा फेरि यसु नै चाहिन्छ। अन्त्यमा हामी यीशुको सामुन्ने पुग्नुपर्छ। चाहे असल तरिकाले भाग्नुहोस्, चाहे खराब तरिकाले भाग्नुहोस्। असल कुराको लागि भाग्नुहोस् या खराब कुराको लागि भाग्नुहोस्, तर अन्त्यमा चाहिँ हामी जहीँ पुगेर पनि यीशु कहाँ पुग्नुपर्छ। चाहे न्यायको अगाडि उभिएर होस्, चाहे जीवन ठक्कर खाएर फर्किने स्थितिमा होस्, सबै कुरा गुमाएर, धेरै कुरा गुमाएर अन्त्यमा यीशु नै चाहिन्छ भने त्यसो भए सुरुदेखि नै यीशुका समर्पित हुनु राम्रो होला नि त, होइन र? भागेर जाने ठाउँ कहीँ छैन भन्नु त। लुक्ने ठाउँ कहीँ पनि छैन। जहाँ पनि यीशु नै यीशु। आकाशमा यीशु, धरतीमा यीशु, चौडाइमा यीशु, लम्बाइमा यीशु, चौतर्फी यीशु नै यीशु। भागेर कहाँ जाउँ? भाग्ने, एनर्जी लस गर्ने, मूर्खता नगर्नु। म कति छाडा हो, अब सक्यो मेरो जिन्दगी, म कहिले परिवर्तन हुँदिनँ। भागेको नि त। कति भाग्छौ? कहाँ भाग्छौ? कहाँ लुक्छौ? के गरेको? कता भागेको? कहाँ लुक्नु खोजेको? जहीँ पनि यीशु छ त फेरि। त्यसो भए भाग्ने अब नभाग। जहीँ पनि यीशु छ, शैतानले पनि छोड्दैन। त्यसो भए समयमा यीशुको हात र साथमा छोडा अनि शत्रुसँग लड्नलाई खडा हौ। आमेन। सामना गर। शत्रुले तिमीलाई जहिले पनि के गराउँछ भन्दा त हामीमा यस्तो विश्वास उत्पादन गराउन खोज्छ कि त भन्दा म खतरा छु, त कमजोर छस्, त लुजर छस्। उसको नियति नै तपाईँलाई कमजोरीमा देखाउने हो। उसको नियति नै तपाईँलाई कमजोर छस् भनेर विश्वास उत्पादन गरेर तपाईँलाई भगाउने हो, तपाईँलाई लडाउने हो, पछार्ने हो, निष्क्रिय पार्ने हो। किनभने उसलाई थाहा छ तपाईँ शक्तिशाली मान्छे हो। खै कुरा बुझेको? उसलाई थाहा छ यो मान्छे शक्तिशाली मान्छे हो, यो सानो यीशु हो। यसले आफ्नो शक्ति र हैसियत बुझ्यो भने मेरो चाहिँ खैरा छैन भने त्यसलाई थाहा छ। त्यसले तपाईँलाई जहिले पनि भर्माउनु खोज्छ। भर्माउनु त्यसको हजुर ट्यालेन्ट हो, झुट बोल्नु त्यसको ट्यालेन्ट हो। बुझ्नुभयो? तर तपाईँ सिंहको बच्चा सिंह हो। तपाईँ भिड्नु भयो भने, तपाईँ खडा हुनुभयो भने, तपाईँले वचनको तरवार चलाउनु भयो भने, तपाईँले आफ्नो हैसियतमा उभिएर जसलाई आक्रमण गर्नु भने त्यो भाग्छ। त्यसैले भाग्ने होइन। किन भागेर जाने ठाउँ कहीँ छैन, लुक्ने होइन, लुक्ने ठाउँ पनि कहाँ छैन। त्यसो भए हामी के गर्ने? हजुर जीवनमा जेसुकै हुँदै गरोस्, तर आज कि त छैनस् कि चाहिँ म छैन भनेर युद्ध लडिराख्ने। किनभने युद्ध लडिराख्नेले जित्छ। आमेन। अन्तिमसम्म युद्ध लडिराख्नेले नै के गर्छ? जित्छ। त्यसो भए के गर? झन् धेरै परमेश्वरको उपस्थितिमा गएकै गर्ने। परमेश्वरको उपस्थितिमा गएकै गर्ने। शैतानले भन्छ तेरो भक्ति काम छैन, तेरो विश्वास काम छैन, तेरो गिभिङ काम छैन, तेरो परमेश्वरले केही गर्नु सक्दैन, तेरो जिन्दगी लथालिङ्ग, परिवार लथालिङ्ग, सब कुरा बिग्रियो। होइन, केही भएकै छैन। तपाईँलाई भ्रममा पारेको त्यसले। तपाईँ खडा हुनुभयो, हजुर तपाईँको सबै कुरा खडा हुन्छ। तपाईँ उठ्नुभयो, सबै उठ्छ। तर तपाईँ नै उठ्नु भएन भने परमेश्वरै उठ्यो भने तपाईँको केही पनि हुँदैन। सबै उठेर हुँदैन। तपाईँ उठ्नलाई तपाईँको नियति उठ्नुपर्छ, तपाईँ खडा हुनुपर्छ। आमेन। अनि परमेश्वर तपाईँको साथमा हुन्छ र संसार पनि तपाईँको साथ पाउँछ। अनि तपाईँले कतिखेर युद्ध जित्नुभयो थाहा नै हुँदैन।
त्यसले गल्ती गर्ने मान्छे हो तपाईँ, नसोचेको परिस्थिति भएर गएको छ तपाईँ, नियतिले धोका दिइरहेको छ तपाईँलाई, शरीरले तपाईँको कमजोरीमा फाइदा उठाइरहेको छ, शैतानले तपाईँको कमजोरीमा फाइदा उठाइरहेको छ, तपाईँ बिमारी लाग्छ, आत्मामा हारेको लाग्छ, त्यसो भए झन् धेरै तपाईँ परमेश्वरको उपस्थिति प्रेमी बन्नु त, बाँकी परमेश्वरले सम्हाल्नुहुन्छ, बाँकी परमेश्वरले सम्हाल्नुहुन्छ। आज हाम्रो कमजोरी के हो? शत्रुले बाउबाट अलग गराएको छ, शत्रुले भक्तिबाट अलग गराएको छ, शत्रुले वचन पढ्न दिएको छैन, स्पिरिचुअल बन्नुपर्ने इमोसनल बनाएको छ, यतातिर व्यस्त हुनुपर्ने यतातिर व्यस्त भएर खालि इमोसनल बनाएर तपाईँलाई लुटेको छ, तपाईँलाई थाहा नै छैन। तपाईँको समस्या यहाँ हो, ज्ञानको कमीले मान्छे नष्ट भएको छन्। बाइबल पढ्नु पर्यो जवानहरू, त्यही भएर बाइबल पढ्छौ कि भनेर चाहिँ लेख भनेको। यो बाइबल पढेन भने इन्द्रको बाउ चन्द्र, चन्द्रको बाउ परमेश्वरले पनि केही गर्नु सक्दैन, यो चाहिँ ध्यान दिनु। माछा पानी बिना निष्क्रिय छ, रुख माटो बिना सक्दैन उभिन, परमेश्वर बिना तपाईँको केही लाग्दैन। परमप्रभुले नै बनाएन भने तपाईँको कोसिस व्यर्थ छ, परमप्रभुले नै सुरक्षा दिनु भएन भने तपाईँको सुरक्षा पनि व्यर्थ छ। तपाईँको दाल भात तरकारीले सास अड्केको भने परमेश्वरको अनुग्रहले अड्काएको हो। हालेलुया। त्यसैले प्रिय, बिमारी हुनुहुन्छ डक्टर कहाँ झन् धेरै जानुपर्छ। तपाईँ गाह्रो स्थितिमा गल्ती गर्ने मान्छे हो, झन् समस्या छ, भएको जस्तो भएको छैन, बटारिने चटारिने नचाहँदा नचाहँदा जिन्दगी उल्टो बगिरहेछ, हजुर हजुर गाह्रो भइरहेछ, त्यसो भने के गर्ने? झन् धेरै चर्च आउने, झन् धेरै बाइबल पढ्ने, झन् धेरै अधीनतामा जाने, झन् धेरै पास्टरको सङ्गत गर्ने, झन् धेरै सोध्ने सिक्ने। एक्लै कति फुटबल हुनुहुन्छ, कति पछाडि हुनुहुन्छ तपाईँ, थाहा छ तपाईँलाई भित्र किन सत्यतालाई थाहा भएपछि पोल्छ, त्यो मान्छेलाई साह्रो पोल्छ, गाह्रो हुन्छ, मर्नु मन लाग्छ। मर्नु चाहिँ के अरे समाधान होइन, नरक जान्छ, याद गर्नुहोस् मर्ने मान्छे, बुझ्दै हुनुहुन्छ? त्यसो भए के गर्ने? प्रभुको उपस्थितिमा गएर उहाँको सहायता लिने। सेनाहरूको परमप्रभुले तपाईँलाई विजय गराउनुहुन्छ। शैतानसँग युद्ध लड्ने हो, भाग्ने होइन, युद्ध लड्ने हो। आमेन। के गर्ने अरे? युद्ध लड्ने, प्रभुको साथ नछोड्ने, प्रभु म माथि अनुग्रह गर्नुहोस् भन्ने, तपाईँले मेरो प्रार्थना सुन्नुहोस् या नसुन्नुहोस् तर म तपाईँलाई पुकार गर्न छोडिनँ भन्ने हो र प्रभुलाई पुकार गरिराख्ने हो। ढिलो चाँडो परमेश्वरले तपाईँलाई जवाब दिनुहुन्छ। हालेलुया। बुझ्नु पर्दैछ? प्रार्थना चाहिँ गर्नु न, प्रभुको सहायता डिभाइन हेल्प चाहिँ लिनु न। एक दिन उत्तर आएन, अर्को दिन आएन, तेस्रो दिन त आउँछ नि त, आएन, 7 दिनमा त आउँछ नि त, आएन 15 दिनमा आउँछ नि त, 21 दिनमा आउँछ नि त, 40 मा आउँछ नि त, आउँछ चाहिँ आउँछ। हिजो एकजना वक्ताले भन्दै हुन्थ्यो, एकजनाले 40 दिन फास्टिङ बस्यो अरे, उत्तर आउँदैन अरे, 5 दिन बढायो अरे, आउँदैन अरे, 50 दिन बढायो आउँदैन अरे। अनि उसले भनेछ ठिक्क परेछ प्रभु, तपाईँलाई के अरे त्यो सिपाहीहरूले चाहिँ सुँगुरलाई घोचे जस्तै के अरे छातीमा घोचेको ठिक्क परेछ तपाईँलाई, किन उत्तरै दिनुहुन्न तपाईँ भनेछ अरे क्या। तर प्रभुले उत्तर दिनुहुन्छ, मेरो प्रभुले उत्तर दिनुहुन्छ भन्नुहोस्। मेरो प्रभुले बदलाउन सक्नुहुन्छ। उहाँमा भरोसा गर्नलाई निराशा पार्नुहुन्न, रित्तो हात फर्काउनुहुन्न, बिर्सिनुहुन्न उहाँले मलाई, सक्नुहुन्न बिर्सिन उहाँले मलाई। तिम्रो परमेश्वरले तिमीलाई बिर्सिनु सक्दैन, भुलेको छैन। माग, खोज, ढकढकाइराख, अल्छी नहुनु। अल्छीपन ठुलो पाप हो। आजको समस्या मण्डलीको जोसिलो बन्नुपर्छ, जागरिलो बन्छ, मागिराख्ने, ढकढकाइराख्ने, किनभने परमेश्वरको राज्य अल्छीहरूको लागि होइन, जागरिलोहरूको लागि, ढिट मान्छेहरूको लागि हो। आमेन। युहन्नाको समयदेखि, बप्तिस्मा दिने युहन्नाको समयदेखि परमेश्वरको राज्य शक्ति साथ अगाडि बढेको छ। त्यहाँ अल्छीहरू, बाना गर्नेहरू भनेको छैन, हरेस खानेहरू भनेको छैन, तर छिट्टीवाला मान्छेहरू, हजुर हिम्मतवाला मान्छेहरू परमेश्वरको राज्यमा छिर्छन्, राज्य गर्छन्। आमेन। हो त्यस्तो जितवाला मान्छे बन्नुपर्छ। हारिरहेको छु त यार, जिउँदो लास भनेर जीवन जिरहेको छु त, त्यसरी जिउँदिन बरु कि मर्छु कि चाहिँ म जो अनन्तसम्म बाँच्छु। यस्तो प्रकारले हामी अगाडि बढ्ने हो। नेभर गिभ अप भन्नु त। हामी हार खाँदैनौँ, किनभने परमेश्वर वचनले भन्छ तिमी विजेता होइन, विजेता भन्दा पनि माथि हो। तिमीले क्रिसमा अलरेडी जितेका छौ। यो विश्वास राखेर ढिट भएर अगाडि बढ्ने। शत्रुलाई लागोस् क्या यो प्रति गरेको मेरो परिश्रम व्यर्थ भयो, आरोस् क्या उसलाई, ढिट बन्नु क्या, जेसुकै होस् क्या, परमेश्वरको पछ्याउन नछोड्नु न, विश्वास गर्न नछोड्नु न, उत्तर दिए पनि नदिने पुकार गर्न नछोड्नु न। उत्तर आउँछ, परिवर्तन आउँछ, छुटकारा आउँछ। परमेश्वरले तपाईँलाई शक्तिशाली गवाईमा फर्काएर अर्को पुस्ताको लागि आशाको कुरा बोल्ने बनाउनुहुन्छ।
तर तपाईँ ढिट भएर लागि पर्नुपर्छ, ढिट भएर लागि पर्नुपर्छ। हिजो त्यस्तो थियो, उहिले त्यस्तो थियो, त्यो उहिलेको लागि सक्यो, आज बनेर आज तपाईँले गर्नु न, भोलि त्यसले तपाईँलाई त्यहाँ स्थापित गर्छ। अघिल्लो भन्दा पछिल्लो महिमा बढ्ता हुन्छ, तर परमेश्वरको अनुग्रह चाहिन्छ। सबै कुराको लागि परमेश्वरको अनुग्रह चाहियो भने बाँकी जीवनको लागि परमेश्वरको अनुग्रह चाहिन्छ। अनुग्रह गर्ने काम परमेश्वरको, विश्वास गर्ने काम मेरो। भन्नुहोस्, अनुग्रह गर्ने काम परमेश्वरको, विश्वास गर्ने काम मेरो। हालेलुया। बुझ्नुभयो? तपाईँलाई परमेश्वरले अनुग्रहद्वारा बचाउनु भयो, अनुग्रहद्वारा उहाँले तपाईँलाई क्वालिफाइड बनाउनु भयो। हिजो तपाईँ काम नलाग्ने मान्छे, मान्छे माथिमा सबैभन्दा रड्डी मान्छे हो, तर ख्रिस्टको रगतले किनेर तपाईँलाई अनमोल बनाउनु भएको छ। पवित्र धोएर पवित्र पारेको सबैभन्दा उत्कृष्ट मान्छे तपाईँ हो। आमेन। अनि ख्रिस्टले तपाईँलाई हैसियतमा खडा गर्यो भने, अनुग्रहबाट हैसियतमा खडा गरेको भने भोलिको दिनमा फेरि त्यही हैसियतमा डबल हैसियतमा खडा गर्नु पनि अनुग्रह चाहिन्छ। आमेन। अनुग्रह भनेको के? उहाँ डिपेन्डेन्ट हुने, उहाँमा सरेन्डर हुने, उहाँको पछि लाग्न नछोड्ने। दाउदको पुत्र म माथि दया गर्नुहोस् भनिबस्ने व्यक्तिलाई परमप्रभुले अनुग्रह गर्नुहुन्छ हुन्छ, पुनर्स्थापित गर्नुहुन्छ हुन्छ। किनभने उहाँले तपाईँलाई चिन्नुहुन्छ, उहाँले तपाईँलाई बनाउन सक्नुहुन्छ, उहाँले नै तपाईँलाई बनाएको, तपाईँको बिग्रेको पाटोले नि उहाँले नै मात्रै बनाउन सक्नुहुन्छ। हालेलुया। त्यसो भए हामी उहाँमा सरेन्डर हुने हो प्रिय। मान्छेमा होइन, मान्छेले के गर कसो गर त्यसले फरक पार्दैन। तपाईँको लाइफको निम्ति कसले के भन्यो त्यसले फरक पार्दैन, तर तपाईँले आफ्नो विषयमा कसरी सोच्नुहुन्छ, कसरी विश्वास गर्नुहुन्छ, त्यसले तपाईँको लाइफलाई फरक पार्छ। हालेलुया। त्यसो भए तपाईँको लाइफको विषयमा सही सोच्नुहोस्, सही बोल्नुहोस्, सही विश्वास गर्नुहोस् र प्रभुलाई भन्नुहोस्, मारे पनि मर्नु पऱ्यो भने तपाईँको हातमा मर्न चाहन्छु, बाँच्नु पऱ्यो भने तपाईँको हातले बचाउनुहोस् मलाई, तर म छोडेर जानेवाला छैन, तपाईँलाई पुकार गर्न छोड्नेवाला छैन। मैले तपाईँलाई चिनेको छु प्रभु, मेरो कमजोरीले तपाईँबाट मलाई अलग गर्नु सक्दैन। अनि प्रभुले पनि भन्नुभएको छ, ख्रिस्टको प्रेमबाट मलाई कहिले पनि कुनै पनि शक्तिले अलग गर्नु सक्दैन। अनि संसारमा तपाईँलाई नष्ट गर्नको लागि त्यस्तो कुनै हतियार बनेको छैन। उहाँको बाटो हेर्नेहरूलाई नि परमेश्वरले सुरक्षित साथ सेफ ल्यान्डिङ गर्नुहुन्छ। त्यस्तो परमेश्वर हो तपाईँ। त्यो बिलिफ सिस्टम चाहिँ खोइ, अनि यत्रो अनुहार लाएर बसेर हुन्छ, हारेर भागेर हुन्छ, भागे पनि तपाईँलाई काँड र तीर्थ पर्छ त। त्यसैले प्रियहरू, हामी हजुर ज्यान जाला प्रभुलाई नछोड्ने हामीले निर्णय गर्नुपर्छ। तपाईँलाई एउटा कुरा भनिदिउँ, हेलो भनिदिउँ, सुन्नुहोस् है, सुन्दै हुनुहुन्छ? प्रभुले भन्नुभएको छ, 100वटा भेडामा एउटा हरायो भने 99लाई छोडेर म एउटालाई खोज्छु। तपाईँ कमजोर होला, तर नियतिमै परिवर्तन हुने चाहना छ भने चाहिँ, छैन भने चाहिँ फेरि काम छैन। त्यहाँ प्रभुले एनर्जी लस गर्दैन। परिवर्तन हुने एक चाहना छ, ख्रिस्ट जस्तै परिवर्तन मुटु ठिक छ भने नि हजुर परम प्रभुले नि तपाईँलाई नि त्यो 99 भन्दा बढी वास्ता र केयर गरेर तपाईँको पछि लागेको छ। स्वर्गीयको शक्ति झन् दोब्बर शक्तिमा खटाएको छ तपाईँलाई बचाउनलाई, किनभने तपाईँको मुटु नियति ठिक छ। अनि मुटु र नियति ठिक हुने, यीशुमा फोकस गर्ने मान्छे एक दिन हिस्ट्री शक्तिशाली गवाई लिएर फर्किन्छ। तर नियतिमै खोड्छ नि, नियतिमै खोड्छ भने चाहिँ गति छाडेकै हो भन्यो भने चाहिँ प्रभु यो धर्ममा त्यो धर्म परिवर्तन गरेको, यो बाउले माने गर्ने, बुढीले माने गर्ने यस्तो हो भने चाहिँ त्यसलाई चाहिँ म भन्न सक्दिनँ। तपाईँको कमजोरीले ख्रिस्टको प्रेमबाट तपाईँलाई अलग गर्न सक्दैन, कष्टले सक्दैन, कुनै कुराले ख्रिस्टको प्रेमबाट अलग गर्न सक्दैन। किनभने प्रभु यीशुले तपाईँलाई खुदसे ज्यादा प्रेम गर्नुहुन्छ। हालेलुया। हाम्रो प्रब्लम के हो? बोल्ने ठाउँमा नबोल्ने, नबोल्ने ठाउँमा बोलेको कारणले गर्दा। बुझ्नुभयो? त्यही मुखलाई थुतुनु नबनाउनु, बुझ्नुभयो? मुखलाई मुखै बनाउनु, सही ठाउँमा बोल्नु, अनि अर्काको विषय नबोल्नु, अर्काको विषय न्याय गर्नेको न्याय फेरि त्यही विषयमा, त्यस्तै आत्माले त्यही टपिक्समा तपाईँको न्याय हुन्छ। चुप लागेर बस्नु धेरैचोटि, साइलेन्स इज द बेस्ट एन्सर। जब तपाईँ चुप लाग्नुहुन्छ, परमेश्वर तपाईँको पक्षमा काम गर्नुहुन्छ। जब तपाईँ बाठी हुनुहुन्छ नि, कोसिस गर्नुहुन्छ नि बढी ज्यादा, हजुर बाइबल पनि नपढ्नु बाठी हुनु हो, प्रार्थना नगर्नु बाठी हुनु, अधीनतामा नहिँड्नु बाठी हुनु, चर्च नआउनु बाठी हुनु, दशंशमा इमानदार नहुनु बाठी हुनु, झन् फस्नुहुन्छ। दलदलमा फसेको मान्छे जति कोसिस गर्छ त्यति फस्छ, तर चुप लागेर मुख मात्रै चलाएर हेल्प भन्यो भने त्यो बाँच्न सक्छ। परमप्रभुको अनुग्रहले मात्रै तपाईँलाई बनाउन र बचाउन सक्छ। अनि म तपाईँलाई एउटा आइडिया दिन्छु, सबैभन्दा बढी अन्य भाषा बोल्नु के गर्नु अरे?
के गर्नु अरे? अन्य भाषा बोलेको बोले गर्नु। अन्य भाषा चाहिँ नि पवित्र आत्माले तपाईँको पक्षमा बोलिदिने कुरा हो। तपाईँ बुझ्नुहुन्न, परमेश्वरले बुझ्नुहुन्छ। तपाईँ जुन पाप स्वीकार गर्न चाहनुहुन्न, जुन पाप छोड्नै चाहनुहुन्न नि, हामीलाई लालच हुन्छ धेरैचोटि, यो छोड्नु सक्दैनौँ हामी शरीरले। तर अन्य भाषामा बोलेको बोले गरेर कतिखेर तपाईँ चेन्जेस भयो थाहा नै हुँदैन। किनभने तपाईँले स्वीकार नगरेको पाप चाहिँ पवित्र आत्माले तपाईँको पक्षमा स्वीकार गरिदिएको हुन्छ। हालेलुया। अन्य भाषा बोलेको बोले गर्नु। बोलेकै बोले। अब्राहमले कति वर्ष म धेरै जातिको पिता भन्यो? कति वर्ष? 25 वर्ष भनेको होइन न? अब्राहमले 25 वर्ष। अनि हामीलाई 25 दिन नभइकन प्रभुलाई शङ्का गर्नु छ। ठिक्क परेछ प्रभु, तपाईँलाई सुँगुरले घोचेको यस्तै घोचेको भने जस्तै कतिले भन्छ क्या प्रभुलाई। हालेलुया। त्यसो हुँदा लाइफमा गल्ती भएकै गरेमा के गर्ने? झन् धेरै परमेश्वरको उपस्थितिमा गएकै गर्ने। के गर्ने अरे? प्रभुलाई पुकारे गर्ने। तपाईँले आफ्नो दायित्व पुरा गरिबस्ने, रिजल्ट आओस् कि नहोस् बाँकी परमेश्वरले सम्हाल्नुहुन्छ। आमेन। ल प्रिय, ठुलो तालीले प्रभुलाई महिमा दिनेछु।